विवाह गर्दा यो महिला मात्र होइन है, पुरुषले पनि के सोध्छ भन्ने कुराहरू क्या हामी कति महिला अब फेरि अब ग्लोरिफाई गरे जस्तो होला महिला महिला भनेर इट्स महिलाको बारेमा मात्र होइन, पुरुष महिला दुवैलाई चाहिँ आई थिङ्क डिफ्रेन्ट भित्र यो के भन्छ बटरफ्लाइज होइन क्या, डिफ्रेन्ट त्यो गाह्रो हुन्छ नि, ग्यास्ट्राइटिस पनि होइन के हुन्छ डिफ्रेन्ट क्या, अलिकति भारी, अलिकति नर्भसनेस, अलिकति एङ्जाइटी जस्तो हुन्छ होला। किन भन्दाखेरि हामी मैले अघि पनि भने हामी अरूको घर जाँदैछौँ, अरूको सिस्टममा जाँदैछौँ होइन, अरूको तौर तरिका फलो गर्नुपर्ने छ। र मैले विवाह गरेँ, अब तपाईँहरू चाहिँ नगर्नु बिकज यो अब्स्ट्याकल्स आउँछ, त्यो पक्कै पनि हाम्रो आशय होइन। हाम्रो फिल्मको चाहिँ के हो भन्दाखेरि विवाह गर्नु यो 24 आवर्सको स्टोरी हो। बाइ द वे यहाँहरूलाई यो पनि भन्न चाहेँ, अघि छुट्या थियो भने 24 आवर्सको स्टोरीमा चाहिँ यो क्यारेक्टरलाई चाहिँ विवाह गर्नु अगाडि एउटा महिलाले, एउटा घर परिवारले कस्तो कस्तो फोर्स प्रेसर नभनिएको के हामी जहिले पनि भनेको चिज जस्तो निशाजी मलाई चित्त दुख्यो भन्यो भने चाहिँ ए आँचलजीलाई चित्त दुख्यो भन्ने थाहा हुन्छ नि, तर मैले के भनिनँ भने यो कुरा कसलाई थाहा हुन्छ त, कसैलाई नै, म सँगसँगै जान्छ नि त। सो यो फिल्मबाट चाहिँ हामीले नभनेको खुल्ला रूपले लाउड एन्ड क्लियर प्रस्ताव नगरेको कुराहरू चाहिँ भित्र इन्टरनलाइज गर्दाखेरि चाहिँ के चाहिँ फेस गर्छ एउटा महिलाले, अरू एउटा बाबाको कस्तो हुन्छ त्यति बेला छोरीभित्र दिँदाखेरि, अरू आमा कस्तो खालको चाहिँ राम्रो आमा हो त, कसलाई चाहिँ हामी राम्रो आमा भन्छौँ, कस्तो खालको बुवा चाहिँ राम्रो बुवा हो। जस्तो फादर्सहरू पनि हामी जहिले पनि बाबाहरू चाहिँ रुँदैनन्, बाबाहरू त इमोसनलै हुँदैन, मेरो बाबाले त कुरै बुझ्नुहुन्न, मामुलाई भन्छु मामुले दुःख बुझ्नुहुन्छ, मामुले पीडा बुझ्नुहुन्छ भन्छ नि, तर होइन म मान्दिनँ। अनि यो चलचित्रले त्यही देखाउँछ जस्तो लाग्छ। बाबा कस्तो हुन्छ त, ढोका थुनेर हाम्रो बाबाहरू पनि रुनुहुन्छ होला नि त, डेफिनेटली रुनुहुन्छ होइन, तर सोसाइटीले छोरा मान्छे रुनु हुँदैन भन्ने लागेको भएर चाहिँ छोरा मान्छेहरू लुकेर रुनुहुन्छ होला क्या। सो हाम्रो बाबा चाहिँ कसरी रुनुहुन्छ देखाउनुहुन्छ कि हुँदैन, यो क्यारेक्टर चाहिँ ह्युमन हो जस्तो लाग्छ। तपाईँ हामी हो, यो चाहिँ रियल र फिल्टर्ड छैन, न स्मुथ आउट गर्नु भएको छ। मैले कति प्रस्ताव गरेँ, प्लिज सहारा दिए अलिअलि फिल्टर लगाइदिनु भनेर, बट मान्नु भएन किनकि यो चाहिँ